हामी छोरी मान्छेहरूको लागि चाहिँ नि एकदम धेरै गाह्रो हुँदो रहेछ क्या। बिहा गरेर आउँदाखेरि छुट्टै पीडा हुन्छ, बिहा गरिसकेपछि जिम्मेवारीले थपिँदा छुट्टै पीडा हुन्छ होइन। आफूले चाहेर केही कुरा हुँदैन कि बिहा गरिसकेपछि अझ धेरै अब माइतभन्दा धेरै टाढा बस्दाखेरि छुट्टै हुन्छ कि आफ्नो बाबा मम्मीलाई भेट्न जानको लागि पनि टाइम निकाल्नु पर्ने हुन्छ होइन। अब भनेको टाइममा जान मिल्दैन। अब आफूलाई कति धेरै मन गरेको हुन्छ नि जानको लागि, आफ्नो मम्मी बाबालाई भेट्नको लागि कति मन गरेको हुन्छ। अब जान सकिन्न। अब त्यसमाथि फेरि बच्चा हुन्छ, बच्चा भइसकेपछि घरको काम प्लस बच्चा हेर्दा हेर्दा कति बेला टाइम गएको थाहा नै हुँदैन कि। अब आफ्नो जब हाउसवाइफ हो, हाउसवाइफ भएर बसेछ, घरमा के काम गरेछ र भन्ने हुन्छन् कति धेरै। अब हाउसवाइफ भए पनि कति धेरै कामहरू हुन्छ, घरको काम गर्दा फेरि देखिन्न कि सानो सानो कामहरू निस्किराखेको हुन्छ। एउटा काम सकेर अब त रेस्ट गर्छु भने जस्तो हुन्छ, फेरि अर्को काम सकिएको हुन्छ, फेरि बच्चा सुतेको टाइममा चाहिँ नि अब एकछिन म पनि रेस्ट गर्छु भन्ने जस्तो लाग्छ। अनि एउटा काम गर्दा गर्दै अर्को काम निस्किन्छ, त्यो कामहरू सकिँदाखेरि बच्चाको उठ्ने टाइम भइसकेको हुन्छ। ऊ उठेपछि त केही काम गर्नै सकिन्न, उसलाई चाहिँ नि एकदम धेरै हेर्नुपर्ने हुन्छ। जुन जति बच्चाहरू एक्टिभिटिज गर्ने टाइम हुन्छ नि त्यो टाइममा त एकदम धेरै केयर गर्नुपर्ने कि। अब कतै गएर लोटेला भन्ने डर हुन्छ, कतै चोट लाग्ला भन्ने डर हुन्छ होइन। त्यस्तो हुन्छ। अब आफ्नो केयर आफैले गर्नै बिर्सिसकेँ कि मैले चाहिँ नि। अब बच्चालाई बिहानदेखि बेलुकासम्म हेर्दा हेर्दै अब राम्री बन्न पनि यताउता गर्न केही गर्न मन लाग्दो रहेनछ कि। अब घरको कामहरू कहिले सकेला आफ्नो कामहरू भन्ने जस्तो हुँदो रहेछ। अब मेरो मात्रै यस्तो हो कि हजुरहरूको पनि यस्तो छ होइन। अब मैले भएको कुराहरू चाहिँ नि सेयर गर्दैछु। अब हजुरहरूलाई चाहिँ नि मेरो भिडियो कस्तो लाग्छ, हजुरहरूलाई चाहिँ नि राम्रो लाग्छ भने प्लिज लाइक कमेन्ट सेयर गरिदिनु होला। जतिजनाले मलाई सब्सक्राइब गर्नुभएको छैन मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई, टेक केयर।